यो 77 सालदेखि जबरजस्ती कब्जा गरेको, एग्रिमेन्ट पनि गरेन हैन, पैसा पनि तिरेन, जबरजस्ती कब्जा गरेको बसेको छ। लिएको भाडा उसले एग्रिमेन्ट केही पनि गरेको छैन, भाडा पनि तिरेको पनि छैन, उसको भाडा दर रेट यति हुने भनेर एग्रिमेन्ट गर्न पनि आउन मानेको छैन। 77 देखि अहिलेसम्म भाडा केही तिरेको छैन, एग्रिमेन्ट पनि गरेको छैन। अनेरा सबिको हैन यो सुन्नुस्, यो एमाले निकट विद्यार्थी संगठन हो है, अनेरा सोबीको। यो 77 सालदेखि जबरजस्ती कब्जा गरेको, एग्रिमेन्ट पनि गरेन हैन, पैसा पनि तिरेन, जबरजस्ती कब्जा गरेको बसेको छ। कसरी सम्भव हुन्छ सर यो सरकारी जग्गामा तपाईहरुको मालिकमा रहेको जग्गामा? के भने अब त्यो तपाईहरुको मैले धेरै कुरा त म भन्दिनँ, अब उहाँ चाहिँ के अरे अब कसको आरमा बलमा गर्नुभयो त्यो मलाई त त्यो पछाडिमा जान्न, तर जबरजस्ती कब्जा गरेर एउटा पार्टीका भातृ सङ्गठन, एमाले निकटका भातृ सङ्गठन हो, जबरजस्ती कब्जा गरेर बसेको छ। त्यो तपाईँहरू बुझ्नु सकेको आरमा हो। विगतको दिनमा तपाईहरुले गर्नुभयो, अब हेर्नुभयो के को आरमा बस्नु भएको, हामीले अब कसको आरमा बस्नु भएको त्यो मलाई थाहा छैन, तर जबरजस्ती कब्जा गरेर एउटा भातृ सङ्गठन, कुनै पार्टीका भातृ सङ्गठनले जबरजस्ती कब्जा गरेर गर्यो, त्यति हो। अब एग्रिमेन्टै गरेको छैन, जबरजस्ती कब्जा गरेर यसलाई कसरी नियन्त्रण लिनुहुन्छ? अब नेपालकै राजनीति के अरे त्यो मैले के विश्वास गर्छु कि उहाँले ताला लगाएर कब्जा गर्नुभएको छ, त्यो पैसा मात्रै तिरे होइन, फेरि उहाँले यो ताला लगाएर कब्जा गर्नुभएको छ। हामीले पटक पटक अनुरोध गऱ्यौँ र आज के एउटा देशका जिम्मेवार विद्यार्थी सङ्गठन, जिम्मेवार पार्टीका भातृ सङ्गठन यसरी सरकारी सम्पत्ति कब्जा गरेर बसेको छ, यो उदाहरण हो।